ऊ फेरि उड्यो कोही आफ्नो खुसी तुहियाएर त्यो आकाशमा। सपनाको खोजीमा हरियो पासपोर्ट बोकिरहेछ हातमा। हेर न फेरि त्यही छवि पो झल्कियो मेरो आँखामा। अन्तिम पटक अँगालेको त्यो अन्तर्राष्ट्रिय विमानस्थलमा। तिमी कति खुसी हुँदै घर आएका थियौ, साथमा हरियो पासपोर्ट लिएर आएका थियौ। बा अब तिम्रो उपचार म गर्छु नि, अनि चाँडै तन्दुरुस्त हुनुपर्छ है। आमा तिम्रो लगनको सुन चाँडै फिर्ता ल्याउनुपर्छ। नानी तेरो डाक्टर बनेर गरिब जनताको सेवा गर्ने सपना पनि अब पुरा गर्नुपर्छ है। अनि हामी पनि पल्ला घरे काइला बाको जस्तै पक्कै घर बनाउनुपर्छ है। तिमी आफू त परदेशी र आफ्नाको खुसी किन्न लाग्यौ, तर के साँच्चै तिमी आफ्नो खुसीको लागि परदेशी हौ र? तिमीले आफ्नाको त सपना पुरा गरिदिने बाचा गर्यौ, तर के तिमीले आफ्ना खुसी पुरा गर्यौ र? म कसरी सम्हालिनु अब? त्यो दिन आकाशमा उडेको तिमी कसले सोचेको थियो र बाकसमा आउँछौ भनेर? कसरी सम्हाल्नु म ती आमालाई जसले छोरो आउने बाटो कुर्दै आकाशतिर उडेका ती हवाईजहाजलाई निहालिरहन्छन्? के जवाफ दिनु म ती बहिनीलाई जसले गरिब जनताको उपचार गर्ने सपना सजाएकी छिन्? के जवाफ दिनु म ती बिस्तरामा भएका बालाई जो आफू ठिक हुने सपना सजाएर बसेका छन्? साँच्चै पल्ला घरे काइला बा दिनदिनै आएर ऋणको सावा ब्याज माग्छन्। अब यही झुप्रो भए पनि मेरो नाममा गरिदे भन्दैछन्। मलाई निष्ठुरी नभन न है तिमी। तिम्रो मायामा शोकमा डुब्ने फुर्सद नभएको मात्र हो। आफ्नाको खुसी किन्न गएका तिमीले म पनि तिमी भित्रकै खुसी हुँ भन्ने बिर्सिएको हो। कतै मुटुको एउटा सानो कुनामा राखेका छन् तिम्रा ती यादका पोकाहरू। लुकाइएका छन् यसरी झस्स झस्स बिछाउने घाउका मुहानहरू। तिम्रो परदेशी जीवनबाट फर्कने आशामा तिम्रै पर्खाइमा बसिरहेछु। आउँछौ कि कतै तिमी मेरो साहस लिएर पनि कुरिरहेछु। तिमीलाई नै मेरो याद त आउँछ होला नि है। मिल्छ भने आऊ न एकपल्ट, फेरि मेरी माया भनिदेऊ न है। तिम्रो खुसी साक्षी राखेकी छु प्यारा। तिम्रा हर एक ती अधुरा सपना पुरा गर्नेछु। जुन खुसीको लागि तिमी मबाट टाढियो ती खुसी पुरा गर्नेछु। बस त्यतिन्जेल मलाई सहने शक्ति देऊ न है। तिम्रो यादमा धेरै ओइलाइसकेँ, अब मलाई पनि तिमीसँगै लैजाऊ न है।